यो चाहिँ 2082 एनईबी बोर्ड क्वेसन हो। यो चाहिँ 100% फिक्स क्वेसन नै हो। के निकाल भनेर रहेछ ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट भनेको छ। कहिलेकाहीँ के भन्छ प्रॉफिट एन्ड लस एप्रोप्रिएट अकाउन्ट र ब्यालेन्स सिट निकाल पनि भन्न सक्छ क्या। यो चाहिँ लगभग ट्रेडिङ अकाउन्ट र प्रॉफिट एन्ड लस अकाउन्ट चाहिँ 100% नै फिक्स्ड क्वेसन हुन्छ क्या। अब यो क्वेसन नम्बर 14 चाहिँ सोलुसन गरेर म देखाइदिन्छु। ट्रेडिङ अकाउन्टमा के हुन्छ, के चढ्छ भन्दा फ्याक्ट्रीको खर्चहरू जान्छ। जस्तै टु ओपनिङ स्टक, टु ओपनिङ स्टक कति दिएको छ 40,000। टु पर्चेज, पर्चेज रिटर्न दिएको छ भने चाहिँ लेस गर्ने। पर्चेज रिटर्न दिएको छ क्वेसनले छैन भनेपछि के गर्नु पर्यो, पर्चेज मात्र कति छ 5,50,000। वेजेस टु वेजेस। अब एडिसनलमा कहिलेकाहीँ आउटस्ट्यान्डिङ वेजेस भनेको भए जोड्नु पर्थ्यो, क्वेसनले रेन्टको मात्र दिएको रहेछ भनेपछि वेजेसको छैन। कति छ वेजेस 60,000। स्यालेरी भनेको प्रॉफिट एन्ड लसमा गइहाल्यो, डिस्काउन्ट रिसिभ पिएल अकाउन्टमा गइहाल्यो, इन्ट्रेस्ट एक्सपेन्सेस पिएलमा गयो, यो पनि पिएल सेल्स बाई सेल्स। कति दिएको रहेछ त सेल्स क्वेसनले 9 लाख दिएको रहेछ। अरु लगभग यसमा सेल्स बाई क्लोजिङ स्टक, क्लोजिङ स्टक कति दिएको छ 50,000। यति याद गर्नु पर्यो कि ट्रेडिङ अकाउन्टको क्रेडिट साइडमा सेल्स एउटा 100% दिएको हुन्छ, रिटर्न दिएको छ भने घटाउने, नत्र सेल्स र क्लोजिङ स्टक बाहेक अरू के पनि चढ्दैन। अब लगभग ट्रेडिङ अकाउन्टमा चढ्ने भनेको सेल्स भयो, एडभर्टिजमेन्ट एक्सपेन्सेस पिएलमै गइहाल्यो, रेन्ट एक्सपेन्सेस पिएलमै गयो, वाटर एन्ड इलेक्ट्रिसिटी एक्सपेन्सेस टु वाटर एन्ड इलेक्ट्रिसिटी एक्सपेन्सेस कति छ 30,000। गर्दा के नआउँछ, अर्को के निकाल्नु पर्ने टु नपुगेको अमाउन्ट के गर्नु पर्यो डेबिटमा टु ग्रस प्रफिट। अब यसलाई टोटल गर्नु पर्यो हामीले, टोटल कति आयो 9 लाखमा 50,000 जोड्दा कति आयो 9,50,000। यहाँ कति हुन्छ 9,50,000। कति अमाउन्ट पुगेन त 40,000 प्लस 5,50,000 प्लस 60,000 प्लस 30,000 गर्दा 6,80,000 माइनस 9,50,000 गर्दाखेरि कति अमाउन्ट पुगेन 2,70,000। यसरी ट्रेडिङ अकाउन्टमा चाहिँ हामीले ग्रस प्रफिट निकाल्नु पर्यो। अब यो ग्रस प्रफिट कहाँ जान्छ, यहाँ पिएल अकाउन्टको क्रेडिट साइड बाई ग्रस प्रफिट भनेर कति चढाउनु पर्यो 2,70,000। अब पिएल अकाउन्टमा के जान्छ त ओपनिङ स्टक गयो, पर्चेज गयो, वेजेस गयो, के छ एउटा स्यालेरी कति दिएको छ 80,000 टु स्यालेरी कति दिएको छ 80,000। यो नि गयो डिस्काउन्ट रिसिभ भनेपछि इन्कम भनेपछि केमा गयो क्रेडिट साइड बाई डिस्काउन्ट रिसिभ कति दिएको छ क्वेसनले 10,000। डिस्काउन्ट रिसिभ, डिभिडेन्ड रिसिभ, रेन्ट रिसिभ, इन्कम जति कमिसन रिसिभ जे रिसिभ भन्छ त्यो चाहिँ के गर्नु पर्यो आम्दानी हो क्रेडिट साइडमा चढाउनु पर्यो। इन्ट्रेस्ट एक्सपेन्सेस 12,000 टु इन्ट्रेस्ट एक्सपेन्सेस कति छ 12,000। यो पनि चढ्यो, यो पनि चढ्यो टु एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस
टु अफिसको खर्चहरू चाहिँ केमा जान्छ पिएल अकाउन्टमा जान्छ सम्झिनुस् टु एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस कति दिएको छ क्वेशनले 35,000 35,000 सेल्स गइसक्यो एडभर्टाइजमेन्ट एक्सपेन्सेस टु एडभर्टाइजमेन्ट एक्सपेन्सेस कति छ 25,000 टु रेन्ट एक्सपेन्सेस यो नि अफिसकै खर्च हो अफिसको लागि रुम लिनु पर्यो रुमको के गर्नु पर्यो रेन्ट तिर्नु पर्यो टु रेन्ट कति छ 15,000 यो चाहिँ भित्र लेख्नु पर्यो किनकि यहाँ आउटस्ट्यान्डिङ रेट दिएको छ के गर्नु पर्यो एड आउटस्ट्यान्डिङ रेन्ट कति दिएको छ क्वेशनले 3,000 गर्दाखेरि यो 15,000 र 3,000 ले के भयो रेन्ट 18,000 क्लोजिङ स्टक चढाइसक्यौं आउटस्ट्यान्डिङ रेन्ट चढाइसक्यौं रेन्ट एक्सपेन्स नि चढ्यो यो पनि चढायौं यो पनि चढिसक्यो बाँकी रह्यो के इन्कम ट्याक्स प्रोभिजन टु इन्कम ट्याक्स प्रोभिजन यो चाहिँ कति दिएको छ 25% अफ 1,10,000 अब 1,10,000 को 25% कति हुन्छ त 25 डिवाइडेड बाइ 100 इन्टु 1,00,000 27,500 लगभग यति नै हो ओपनिङ स्टक चढायौं पर्चेज चढायौं वेजेस चढायौं स्यालेरी चढायौं डिस्काउन्ट चढायौं इन्ट्रेस्ट पनि चढायौं एडमिनिस्ट्रेटिभ एक्सपेन्सेस नि गयो सेल्स पनि गयो एडभर्टाइजमेन्ट पनि गयो रेन्ट पनि गयो इलेक्ट्रिसिटी एक्सपेन्स पनि गयो क्लोजिङ स्टक पनि चढायौं प्रोभिजन फर ट्याक्स पनि चढायौं आउटस्ट्यान्डिङ रेन्ट पनि चढायौं भएपछि हामीले के गर्नु पर्यो टोटल गर्नु पर्यो टोटल कुन साइडमा धेरै छ हेर्ने त्यो साइडको टोटल अमाउन्ट लेख्ने क्रेडिट साइडमै धेरै छ 2,70,000 र 10,000 ले कति भयो 2,80,000 यो कति भयो 2,80,000 नपुगेको अमाउन्टलाई के गर्नु पर्यो टु नेट प्रॉफिट अब यो हिसाब गरौँ त कति पुगेन त्यो अमाउन्ट के भयो नेट प्रॉफिट 80,000 प्लस 12,000 प्लस 35,000 प्लस 25,000 प्लस 18,000 प्लस 27,500 गर्दा कति भयो त 1,97,500 मा कति घटाउनु पर्यो 2,80,000 गर्दाखेरि कति आयो 82,500 चाहिँ के आयो नेट प्रॉफिट यति गर्यो भने चाहिँ 5 मार्क्स आउँछ